हेलो साथीहरु, तपाईलाई वेलकम छ मेरो छोटो भ्लगमा। साथीहरु, आज चाहिँ म है बारीमा आइरहेको छु। यहाँ चाहिँ के गर्दै रहेछ भनेर चाहिँ म यहाँनिर यसो हेर्दै गरेको थिएँ। अन्त यहाँ हेर्नुस् है साथीहरु, ओइ बाबु बाटो पनि यस्तो रहेछ। यहाँनिर हेर्नुस्, देख्नु सक्नुहुन्छ तपाईले है। यहाँ चाहिँ मेरो दाजुले के गर्नु हुँदा रहेछ? के गर्नुभएको तपाईले चाहिँ? लसुन गोडेको अरे है साथीहरु। यहाँ हेर्नुस् त, यता देखाउनुस् त। लसुन चाहिँ हेर्नुस् है कस्तो मजाले आएको रहेछ साथीहरु है। मान्छेहरूले चाहिँ किनेर खानु भन्दा चाहिँ हैन, अर्ग्यानिक यो लसुन चाहिँ यसरी नै रोपेर खानुपर्छ है साथीहरु। एकदमै राम्रो हुन्छ है हेल्थको लागि पनि। हेर्नुस् त यो दाजुले कति दुःख गर्नु हुँदा रहेछ। अनि साग पनि रहेछ त दाजु। अन्त तपाईँ चाहिँ कति बजीदेखि यहाँ उयो गर्नुभएको? बिहानदेखि। ए चिया खाजाहरू पनि खानुभएको छैन होला है? ए चिया खाजा पनि छैन रहेछ यता होइन दाजुलाई। अब कसैले है यसो तपाईँहरूले गाइस तपाईँहरूले है देख्नु भइरहेछ। यहाँनिर हेर्नुहोस् यता मेरो दाजुलाई बिहानदेखि आएर चाहिँ उहाँ चाहिँ काम गरेको यहाँनिर झार गरेको गर्नुभएको रहेछ। कसैले यसो तपाईँहरूलाई नि अब हेल्प गर्नु मन छ भने चाहिँ तपाईँहरूले है कसैले एक कप भए पनि चियाहरू ल्याइदिनुहोस् हो, धर्म नै हुन्छ। बिचरा है यस्तो बिहानै अब दिनभरि यस्तो जाडोमा कक्रेर कति बेसी है बिचरा झार गर्नुभएको रहेछ। अब फेरि झार गर्नु कति बेसी रहेछ गाइस। हेर्नुहोस् त, अझै डल्लै छ भर्खर स्टार्टिङ मात्रै हुँदो रहेछ है। अनि उहाँको चाहिँ तपाईँलाई म गाई पनि देखाउँछु ल गाइस। एकछिन हेर्नुहोस् है, वेट गाइस। उहाँको चाहिँ गाई पनि हुन्छ है, दुईटा गाई पनि रहेछ। अनि हेर्नुहोस् कति दुःख गर्छ, घाँसदेखि ल्याएर सबै गर्नु उहाँ दाजुले नै गर्नुहुन्छ है। अनि कस्तो डर लाग्यो गाईहरू यस्तो यस्तो गर्दो रहेछ कि। अन्त सबै यहाँनिर सब्जीहरू लाउनु है। यहाँनिर इस्कुसको बोट पनि देखाइदिनुहोस् त। इस्कुस पनि हेर्नुहोस् है गाइस, यति मजाले इस्कुसहरू लगाइदिनु भएको छ है। दाजुहरूले चाहिँ साह्रै दुःख गर्नुहुन्छ। तपाईँहरूले पनि लाइक कमेन्ट गर्नुहोस् है। तपाईँहरू पनि यसरी नै अर्ग्यानिकहरू सब्जीहरू है रोपेर खानुहोस् है साथीहरू। एकदमै राम्रो हेल्थको लागि हो। अन्त सिबी बारी पनि छ, पहाडीनिर सिबी पनि पुरा रोपेको छ साथीहरू। अहिले चाहिँ म तपाईँलाई म देखाउने छु है। यहाँ हेर्नुहोस् त एकदमै राम्रो। तपाईँहरू यहाँनिर यसरी नै दुःख गरेर खानुहोस्, एकदमै राम्रो है। यो चाहिँ अर्ग्यानिक के अरे लसुन हो। बजारे खानुभन्दा चाहिँ यो अर्ग्यानिक है, आफूले गाईको मोल हालेर बनाएको नै तपाईँहरूले पनि खानुहोस् है साथीहरू। एकदमै राम्रो हुन्छ। यो चाहिँ लसुनले चाहिँ धेरै उसमा काम गर्छ कि, मतलब अब हाई प्रेसरहरू हुँदा पनि अब है यो लसुनहरू चाहिँ मजाले लसुनलाई चाहिँ केलाएर मजाले किच्चाएर चाहिँ तातो पानीमा बेसी हाई छ भने चाहिँ हो त्यसरी खाँदा पनि प्रेसरलाई ठिकमा लिँदो रहेछ साथीहरू। यो चाहिँ मैले हाम्रो आपालाई म त्यसरी दिन्छु बेला बेला। हाम्रो आपाको पनि प्रेसर बेसी नै हाई हुन्छ। अनि दाजुले चाहिँ हेर्नु साह्रै दुःख गर्नु हुँदो रहेछ। तर एकदमै खुसी लाग्यो, किनभने यसरी दुःख गऱ्यो भने चाहिँ है बिमार पनि हुँदैन, रोग कष्ट पनि लाग्दैन, केही बिमार पनि हुँदैन। यस्तो कामहरू बस्तीमा गऱ्यो भने चाहिँ है। थ्याङ्क यू सो मच। तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियोलाई हेरेर? तपाईँले मन पराएर लाइक गरिदिनुहोस्। थ्याङ्क यू सो मच गाइस। बाई बाई। कहिले हेरौँ।